दर्शकबिन रवि लामिछाने र रासुपासँग पुराना स्थापित पार्टीहरू डराउनुको मुख्य कारण के हुन् त? पक्कै पनि यिनै यस्तै अन्य विषयको पेरिफेरीमा रहेर तपाईहरू समक्ष कुराकानी गर्नको निमित्त हामी आइसकेका छौँ। नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ सानो भिडियो युट्युब च्यानल। यो च्यानलमा तपाईँलाई स्वागत छ। म छु तपाईँको साथमा हिमाल खत्री। पक्कै पनि यिनै यस्तै अन्य सूचना सङ्गीत र मनोरञ्जनात्मक भिडियो तथा अडियो प्रत्यक्ष रूपमा हेर्न र सुन्नको निमित्त हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल घन्टीले दबाई हामीसँग जोडिन भने नभुल्नुहोला। दर्शकबिन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपासँग पुराना स्थापित पार्टीहरू जस्तै नेपाली काङ्ग्रेस, एमाले, माओवादी आदि डराउनुका मुख्य कारणहरू यस्ता रहेका छन्। जनताको भरोसा र समर्थन। रासुपा एकदम छोटो समयमा लोकप्रिय पार्टी बन्न सफल भयो। रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रमबाट आम जनतामा स्थापित छवि, भ्रष्टाचार विरोधी छवि र युवा पुस्तामा पकडले उनलाई चुनावमा उल्लेखनीय सफलता दिलायो। पुराना पार्टीहरू जनताको भरोसा गुमाउँदै गइरहेको बेला रासुपा नयाँ आशाको रूपमा उदायो। भ्रष्टाचार विरुद्ध कठोर अभिव्यक्ति। रासुपाले खुलेरै भ्रष्टाचार, दलाल, प्रविधि र असक्षम नेताहरूको विरोध गर्दै आएको छ। पुराना पार्टीहरूमा धेरै नेताहरू घोटाला वा अकर्मण्यतामा मुछिएका छन्, जसले गर्दा रासुपाको भाषण र कार्यशैलीले उनीहरूलाई सिधा चुनौती दिन्छ। स्थापित पार्टीहरूको परम्परागत खेल भत्काउने शैली। रासुपा पारम्परिक गठबन्धन राजनीति, आन्तरिक मुठबन्दी र कुर्सीको खेलभन्दा फरक शैलीमा चल्न खोज्छ। यसले पुराना पार्टीहरूको रणनीति विफल पार्न सक्छ भन्ने डर उनीहरूमा देखिन्छ। नयाँ पुस्ता र शहरी मतदाताको आकर्षणमा रासुपाले शिक्षित, सचेत शहरी र प्रवासी नेपालीहरूमा बलियो पकड बनाएको छ। यी वर्गहरू पुराना पार्टीहरूप्रति निराश छन् र रासुपाले यिनीहरूलाई प्रतिनिधित्व गर्छ भन्ने भावना बलियो हुँदै गएको छ। मिडिया प्रभाव र छवि निर्माण। रवि लामिछाने स्वयं मिडियाको उत्पादन हुन्। उनलाई कसरी प्रस्तुत गर्ने भन्ने कला राम्ररी थाहा छ र उनको संवाद शैली, आत्मविश्वास र जनतासँग सिधा जोडिने क्षमता पुराना नेताहरूमा प्राय कम देखिन्छ। यसले पुराना नेताहरूलाई चुनौती महसुस गराउँछ। पक्कै पनि दर्शकबिन तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँका सल्लाह, सुझाव, जिज्ञासा, प्रतिक्रिया भए कृपया तल गई कमेन्ट बक्समा व्यक्त गर्नुहोला। सँगसँगै यो भिडियो साथीहरूमाझ, आम नेपालीहरूमाझ पुर्याउनको निमित्त एक सेयर गरेर मद्दत गरिदिनु हुनको लागि विनम्रतापूर्वक अनुरोध गर्दै आजको छोटो बसाइबाट छुटिन्छौँ। यहाँहरूका क्षणहरू सुखद रहन्। नमस्कार, धन्यवाद।